ल साथीहरु यो भिडियो अन्तिमसम्म हेर्नुहोस् है ल। सुन्नु त एउटा कुरा भन्नु थियो। के कुरा हो छिटो भन्। साथीहरूले बोलाइरहेका थिए। किन? पर्सि हुने फुटबल प्रतियोगिताको लागि साथीहरूले प्र्याक्टिसको लागि बोलाउँदै थिए। फुटबल प्र्याक्टिस? त्यो पनि त? ल के भन्नुभएको, म पनि त पहिला जमानाको फुटबल खेलाडी नै हो नि त। चुप होइन त एउटा छोरी मान्छे होस् कसरी फुटबल खेलाडी हो? यो गाउँमा मजाक बल खेलास्दै हो। एकछु ढान्दा उल्लासले चाहिँ फुटबल खेलाडीले जा मेरो लागि जुस जुस बनाएर ले। होइन त एउटा प्र्याक्टिस गर्ने आउने भन्थ्यो किन नआएको यतिखेरसम्म? मलाई जान दिनु न हौ। धेर नगर आए, यहाँ आफूलाई गेमको टेन्सन छ। तपाईँले मैले खेलेको देख्नु भएकै छैन। चुप लाग, जा खाना बनाउनु। तिम्रो काम बनाउने पकाउने खुवाउने हो। यहाँ आफूलाई प्र्याक्टिसको टेन्सन छ। हुन तपाईँलाई के को टेन्सन? छोरा मान्छे भएपछि जितिहाल्नुहुन्छ नि। जित्छु भनेर हुन्छ, प्र्याक्टिस त गर्नु पर्यो नि। एउटालाई प्र्याक्टिस गर्न बोलाएको अहिलेसम्म आएकै छैन। म छु त, मसित प्र्याक्टिस गर्नु न। के रे तसँग? जा खाना बनाउन। बिना काममा नाकपुक भत्केला नि अहिले। यसो प्र्याक्टिस गर्नको लागि पो त हो। के नाकमुखै भत्किने गरी हान्नुहुन्छ र? अब प्र्याक्टिस गर्दा त अलिअलि भागभुक लागिहाल्छ नि। केही छैन, अलिअलि त सहिहाल्छ। लाग्छ आखिरी तपाईँको मुख नसकेको हो र? ल सुन, त्यसो भए त मलाई यसरी हान, म छल्छु है। ल हान। तपाईँले त साँच्ची के पो हान्नुभयो त हौ? मैले तँलाई भनेको होइन, अलिअलि त लागिहाल्छ नि। भो जा, सक्दैनस् त? ल ल ल ल। सुन, अब चाहिँ म हान्छु, त छल ल। फेरि अब के गर्ने लु? फेरि मलाई हान, म छल्छु है। लु हान। अब दबाएर दियो। के गरेको? बिस्तारै हान। ए साँच्चीको लागेर? अनि ल फेरि हान। फेरि साँच्चीको लागेको थियो। साँच्चीको लाग्छ हौ। त्यो झापा धनाइले के हुन्छ हामीलाई? ल फेरि। जा फुटबल प्रतियोगितामा प्र्याक्टिस गर्नु जा त। होइन फुटबल खेल्ने भनेको होइन, छिटो गइहाल। अन्त छोरी मान्छेले फुटबल खेल्दैन भन्थ्यौ त। पकाउने, खुवाउने, भाँडा माझ्ने, लुगा धुने, यो होइन छोरी मान्छेको काम? होइन बाबा होइन, मैले गल्ती भनिरहेको रहेछु। छोरा मान्छे जस्तै छोरी मान्छेले पनि धेरै काम गर्न सक्छन्। त्यही भएर म अबदेखि तिमीलाई जे गर्नु मन लाग्छ त्यही गर। ए बल्ल नारीलाई चिन्यौ? चिने बाबा चिने, तर नकाट्ने काम चाहिँ नगर्नु नि फेरि। कस्तो लाग्यो त? राम्रो छ होइन त? अरू भन्दा पनि सिस्टरको चाहिँ दामी लाग्यो क्या, खतरा लाग्यो सिस्टरको त्यो के खाना क्या।